स्पोर्ट्स अवार्ड पिपुल चोइस मनोनित भएको छ र अवार्ड पनि जित्नु भएको छ। कस्तो लागिरहेको छ? सर्वप्रथम धन्यवाद है हजुरलाई। एकदम खुसी लागिरहेछ जस भलिबल क्षेत्रबाट आएर यति ठुलो अवार्डमा मनोनित हुन पाउँदा चाहिँ एकदमै खुसी र प्लस यो प्रोग्राममा हामी भलिबलको तर्फबाट म विनर हुन पाउँदा एकदमै खुसी छु। आज एउटा हिमाल सुनारीको मात्र जित नभइकन समग्र भलिबलको जित भएको महसुस गरिरहनु भएको? हजुर एकदमै। यो पिपुल चोइस अवार्डमा पढ्दै गर्दा कस्तो लागिरहेको थियो जब तपाईँको मनोनयनमा पर्ने अन्य खेलाडीहरूले इन्टरनेसनल लेभलको गेमहरू खेलिरहेको पनि हुनुहुन्थ्यो नि उहाँहरूले? जब अब रेखा पौडेल, पूजा महतो जसले चाहिँ इन्टरनेसनल गेम खेलेर देशलाई नाम पनि दिइरहेको थियो, तर हिमाल सुनारीलाई हामीले घरेलु मैदानमा मात्र देखिरहेका छौँ होइन? त्यो बेलामा कस्तो महसुस भइराखेको थियो? उहाँहरूसँग चाहिँ प्रतिस्पर्धा गर्दा कस्तो लागिरहेको थियो? जस डर पनि थियो, प्लस म चाहिँ के कुरामा ढुक्क थिएँ भन्दा नेपालको राष्ट्रिय खेल भलिबल प्लस भलिबल फ्यान्सहरू यति हुनुहुन्छ नेपालमा, जुन कुनामा गयो भने हाम्रो भलिबल प्लेयर प्लस गेमलाई चाहिँ एकदम सपोर्ट गर्नुहुन्छ। त्यही कुराले चाहिँ म ढुक्क थिएँ। ढुक्क भन्दा अब 50% चाहिँ ढुक्क थिएँ। जस प्लस नेपालबाट मात्रै नभई बाहिर हुनुहुने हाम्रो खेलप्रेमी दर्शक महानुभावहरू, पुरानो खेलाडी गाईहरू हुन्छ, उहाँहरूले अझै यो अवार्ड भलिबलले जित्न पाइयो। जस एकदम डर पनि थियो। जस हाम्रो चाहिँ नेपालबाट प्रतिनिधित्व गरेर एउटा टुर्नामेन्ट पनि नखेलेको अवस्थामा मलाई चाहिँ डकुमेन्टको विषयमा चाहिँ अलिकति डाउट लागिरहेको थियो। जस भोट र सामाजिक सञ्जालबाट चाहिँ हामीले जित्न सफल भयो भन्छ। प्रशिक्षकज्यू, गण्डकी प्रदेशको प्रशिक्षक हुनुहुन्छ, मुख्य प्रशिक्षक। आज हिमाल सुनारीले पिपुल चोइस अवार्ड जित्दा तपाईँलाई चाहिँ कतिको गर्व महसुस भइरहेको छ? हामी त धेरै गर्वान्वित छौँ। हामी आज भलिबलले यो अवार्ड जितेको छ, हिमाल भाइले जितेको छ। हिमाल भाइलाई जिताउनु हुने सम्पूर्ण देश विदेशमा रहेर भोटिङ गरेर जिताउनु हुने सम्पूर्ण सहयोगी मनहरूलाई धेरै धेरै धन्यवाद। तपाईँ पनि प्रदेश स्तरीय प्रशिक्षक गराइराख्नु भएको छ एउटा गण्डकी, जो चाहिँ भलिबलमा फुटबल पनि छ र परिचित। गण्डकी बिना त सम्भवतः अब भलिबल पनि छैन। इन्टरनेसनल लेभलको खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै गर्दा तपाईँलाई चाहिँ कस्तो लागिरहेको थियो? हामी भाइले जित्छ भन्ने कुरामा हामी विश्वास थियौँ। किन भन्दा भाइ एकदमै शालीन व्यक्तित्व र पब्लिकहरू पनि एकदम पब्लिकहरूबाट पनि एकदमै रुचाइएको भलिबल खेलाडी हिमाल सुनाली। मगर नेपालमै धेरै फ्यान फलोवर्स भएको भाइ, सबैजनाले भाइलाई माया गर्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त थियौँ। आज भाइले जित पनि निकाल्नु हो, हामी धेरै खुसी छौँ। एउटा खेलाडीले उपलब्धि हासिल गर्दै गर्दा प्रशिक्षकलाई चाहिँ कस्तो महसुस हुँदो रहेछ? धेरै धेरै खुसी लागेको छ। भाइले आज जित्नु भएको छ। भाइलाई भन्दा पनि बढी खुसी मलाई लगायत हामीलाई भाइलाई जिताउन सहयोग गर्नुहुने सम्पूर्णलाई आज त्यो खुसी महसुस लाग्छ। हिमाल, अन्तिममा समग्र भलिबल प्रेमीहरूको लागि तपाईँ के भन्न चाहनुहुन्छ? म एकचोटि समग्र भलिबल प्रेमीहरूलाई के भन्न चाहनुहुन्छ? एकदमै धन्यवाद भन्न चाहन्छु। हजुरहरूको साथ सपोर्टले गर्दा नै यो अवार्ड चाहिँ आज भलिबलले जितेको छ। एकदमै खुसी लागिरहेछ। थ्याङ्क यू सो मच भन्न चाहन्छु। र मेरो तर्फबाट चाहिँ अब हाम्रो घर फ्यामिलीबाट चाहिँ हाम्रो ठुलो हाम्रो बाबु चाहिँ एकदमै उहाँलाई चाहिँ एकदमै धन्यवाद भन्न चाहन्छु। धेरै टाढाबाट आउनुभएको छ। उनीहरूको सबै हाम्रो फ्यामिलीहरू आउन सक्नु भएन, तैपनि अब फुटबल चाहिँ जस यहाँसम्म आइदिनु भयो, एकदमै खुसी छु। म थ्याङ्क यू सो मच भन्न चाहन्छु फुटबललाई र हाम्रो सम्पूर्ण सुनारी फ्यामिली परिवार सबैजना सपोर्टरहरूलाई म चाहिँ एकदम धन्यवाद भन्न चाहन्छु। हजुरको साथ सपोर्ट र मायाले गर्दा आज यो अवार्डको चाहिँ हामी विनर हुन सफल भयो। अब एउटा अवार्ड भर्खरै मात्र जित्यो। क्यान्डी क्रस